नमस्कार साथीहरू, मैले आज तपाईँहरूलाई एउटा चिज देखाउनु खोजेँ क्या। विदेशमा मान्छेले भन्छ मार्केटमा एकदम राम्रो चिज पाइन्छ होला त नि भनेर ल त नि आज एउटा जुस खान पऱ्यो भनेर गएको होइन। माथि गयो के अरे कलाएर यो जुसलाई 8 रिङ्गेट यहाँको 8 रिङ्गेट हालेर लिएर आएको त भित्र त के आइसमा चियापत्ती र आइसमा चाहिँ चिनी हाल्दो रहेछ। आइस हाल्यो घोलेर दिँदो रहेछ। त्यसका बाजे 8 रिङ्गेट चुर्नु नेपाली 300 रुपियाँको भाँडो चाहिँ त बाहिर बोकेर भित्र खोकेर ल्यायो भने भाँडो चाहिँ ठिकै छ, भित्र छैन के